पुरै फुलको बगैँचा भइदियो मान्छेहरू एक्साइटेड भिडियो बनाउनु ओ माई गड के झारे पर्मिले यस्तो बवाल छ कि झार फुलहरू वाउ बवाल छ बवाल साथीहरू हामी चाहिँ फाइनली हामी खेता जाँदैछौँ आज चाहिँ पुस्ता घटी मगरको भलक आउँदैछ दिदी कस्तो भइरहेछ पर्मिले ओए साथीहरू आज चाहिँ लङ टाइम पछि पुष्पाजी मगर क्यामेरामा फ्रेस हुँदैछ है साथीहरू के हो र टक्क तपाईँले हेर्छौँ चाहिँ प्याज प्याज देखेन कि अया पर्मिलाई अरू केही छैन अब मेरो काटा गयो साथीहरू आज चाहिँ बबाल रमाइलो भइरहेछ सटरडे फन टाइम पर्मि चाहिँ आइगयो त मलाई नदेखा यत्रो हिँड्छु म यस साथीहरू यस्तो दामी बबाल साथीहरू यस्तो बबाल आजको वेदर यस्तो चिसो चिसो टाइपको छ होइन गर्मीमा पनि लाइक एकदम हिँड्नलाई चाहिँ बबाल रमाइलो होइन के छ त नि तपाईँहरू सबैजना सन्चै आराम हुनुहुन्छ होला पुष्पाजी मगरको च्यानलले सब्सक्राइब गर्नु भएको छैन भने यु क्यान डु इट मेरो इङ्ग्लिस अनि उस गर्नु होला सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला डोन्ट फर्गेट यसको नाम के हो साथीहरू चिन्नुहुन्छ हजुरले चिन्नुहुन्छ नि भन्नुहोस् ल अनि फ्लावर सर हामी त्यस्तै जाँदैछौँ साथीहरू वाउ तोरी 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 हो कि तोरी हो के अरे उस हुन्छ नि त्यो मगरहरूलाई चाहिँ अलिकति क्लियर बोल्न आउँदैन अरे ए भन्दा पनि त्यो शुद्ध बोल्न आउँदैन क्या शुद्ध मलाई पनि त्यस्तै हो होइन खासै आउँदैन त्यही भएर तोरी हो कि तोरी हो भन्ने कुरो आई थिङ्क तोरी यस अनि त्यही हो साथीहरू आज टन्नै नास्ता खाइएको छ होइन अनि मलाई चाहिँ हिँड्न पनि गाह्रो गाह्रो भइरहेको हो कि खासमा के हो कुरा पछाडि चाहिँ फुपू दिदीहरू अनि चाहिँ छन् झन्डै लडेन के फेरि मेरो फेरि ढङ्ग भनेको 5 पैसाको ढङ्ग छैन है साथीहरू यस्तो छ मेरो हालत अनि मेरो टिसर्ट यस्तो भइरह्यो होला होइन ठिक छ अब टिसर्टले एकलो हालिदिनुहोस् खानेकुरा के छ छैन साथीहरू यसको नाम के हो हजुर थाहा छ नाम नाम त्यसको नाम नेम के भन्छ यसलाई मिठो चाहिँ खाँदाखेरि होइन त्यो कहिले नखास गरेर कि पछि झेप्पै त्यो लाट लाग्यो यस्तो केराउ आई थिङ्क होइन एकछिन पछि म हजुरले त्यहाँ पर भेट्ने छु यहाँ अहिले अप्ठ्यारो भइरहेको छ मलाई हिँड्न ल साथीहरू फुल देखेर मलाई यस्तो बबाल दामी लाग्यो कि त्यही भएर म यो फुलहरूलाई म सँगसँगै लगेर जान मन लाग्यो मतलब भिडियोमा राख्न मन लाग्यो एन्ड देन फुलहरू मैले कानमा सिउरी सकेको छु मलाई कस्तो देखेको छ साथीहरूलाई मलाई राम्रै देखिरहेको छ होला जसमा मलाई लाग्छ हामी बाटोमा हिँडिरहेको छौँ मैले कानमा लगाउँदै कस्तो देखिरहेको छ साथीहरू मलाई यसो कमेन्टमा हान्नु पऱ्यो दामी दामी खालको मिठो मिठो ब्युटिफुल हानी हुन्छ नि लाइक त्यस्तै ओए के भएको म त आफ्नो पर्सनल आफै गर्दै हिँड्छु त ला म त बिल्ला भयो त त्यही हो साथीहरू मलाई के भनौँ हुँदैछ कि कस्तो हुन्छ नि एकदमै धेरै लङ टाइम पछि यसो क्यामेरामा बोल्दा त हाम्रो के बोल आइहाल्यो हेलो ओ यस्तो फेरि मेरो इङ्ग्लिस त्यस्तो टाइपको छ होइन हजुरहरू नबुझ्नु सक्नु होला त्यही हो फुलहरू चाहिँ बबाल दामी दामी छ कि साथीहरू त्यो फुलहरू चाहिँ म हजुरलाई देखाउनलाई यस्तो उस गरिरहेको छु प्रयास गरिरहेको छु होइन यहाँ पनि फेरि देखाउँछु म हजुरहरूलाई यस्तो दामी हेर्नु न है म थाहा पान्न नि यस्तो दामी छ मैले यस्तो धेरै फुलहरू खिचिरहेको छु पर्मलाई ओए म फुलहरू खिचिरहेको छु कति राम्रो आएको र ओए एकछिन हाई भन्नु न डेन्जर बिजी छ क्या मान्छेहरू डेन्जर बिजी छ यस्तो फुलहरू चाहिँ देखेर मलाई पनि भिडियो बनाउनु मन लाग्यो साथीहरू होइन ठिकै छ
छ नि त लङ टाइम पछि मान्छेहरूले हेर्छ नि त फेरि मलाई उयो लाग्नु लाग्छ क्या आमा के भयो फुल पुगिसक्नु भयो ल साथीहरू पछि भेटौँला हस् मलाई पर्खेर बस्नु होला छोडेर नजानु होला कतै पनि त्यस्तो भएन त्यही हो भाइ एकछिनको लागि एकछिन फर मी जस्ट फ्यु मिनट ओके साथीहरू यो फुल देखेर चाहिँ म एकदमै धेरै एक्साइटेड भएँ जार कान्छी त्यहाँ एकछिन तर यो फुल देखेर कस्तो लाग्यो राम्रो लाग्यो मलाई चाहिँ लास्ट साथीहरू यस्तो बवाल छ यो फुल है यस्तो दामी यसो फ्लावर चाहिँ राख्नुपर्छ साथी घर घरमा भगवान्हरू खुसी हुन्छन् अरे फुल देखेर अनि म पनि छु यहाँ आई लभ फ्लावर त्यो मेरो इङ्ग्लिस कडा छ अन्ति हुनुहुन्छ यहाँनिर दामी साथीहरू बाटो हेर्नुहोस् यस्तो बबाल सुई हिँड्दाखेरि वाउ अर्ग्यानिक बाटो वाउ राम्रो के साथीहरू साँच्ची भन्नु यहाँनिर पानीको छ फेरि बाटो हेर्नुहोस् न अर्ग्यानिक लोकल बाटो दामी छ होइन अघि भिडियो बनाएको थिएँ फेरि फुल जस्तो देखिन्छ है